आज मलाई एउटा पत्र लेख्न मन लागिरहेछ। कसको नाममा, कुन ठेगानामा अनि कुन शीर्षकमा, त्यो मलाई थाहा छैन। सायद हावाको नाममा, या पानीको नाममा, या त माटोको। अनिश्चित, अनाकार अनि अदृश्य पत्र लेख्न मन लागिरहेछ। अदृश्य पत्र लेख्न मन लागिरहेछ। जब हल्काराको हातमा पत्र पर्छ, ऊ धेरै कुराहरूले इच्छुक होस् मेरो गुमनाम पत्र देखेर। मेरो गुमनाम पत्र देखेर फालोस् या सङ्गालोस्, यो स्वतन्त्रता उसैमा छोडिदिन्छु। यो स्वतन्त्रता उसैमा छोडिदिन्छु। एउटा चुरोटको खिल्ली जब कसैद्वारा सल्किन्छ, निस्कने धुवाँ कहाँसम्म फैलिन्छ, त्यसको सीमितता आकलन गर्न सक्छौँ। ऊ हावासँग मिसिएर उसैको चालले दिशा समात्छ, तर म भने खिल्लीको छेउैमा हुने फिल्टर निहाल्छु। त्यसलाई गहिरिएर सोच्दिनँ, मात्र पुलुक्क हेर्छु। जसले सल्कायो उसको व्यक्तित्व पनि फिल्टर गरिदिए हुन्थ्यो नि। जानी जानी गर्ने गल्ती प्यारै हुन्छ होला। धुम्रपान स्वास्थ्यको लागि हानिकारक भइकन पनि सल्काइरहन्छ प्रिय ओठहरूले च्याप्दै, प्रिय ओठहरूले च्याप्दै। धुवाँलाई पत्र लेख्न चाहन्छु। फरक फरक वस्तुबाट आउने धुवाँको गन्ध पनि फरक हुन्छ। धुवाँमा पनि विविधता छ यहाँ, तर हावामा त उसलाई बिलाउनै छ, मान्छे जस्तै गरी, मान्छे जस्तै गरी। कल्पनाको दुनियाँ, कल्पनाको रूप अनि रङ, कल्पनाले दिने आनन्द अनि सन्तुष्टि र खुसीमा तुलनात्मक दृष्टिकोण हुन्छ र? कल्पनामा सबै सम्भव छ, सजीव अनि निर्जीव, यहाँ र त्यहाँ, प्रकृति र अप्राकृतिक। जस्तै मेरो पत्र हावाको नाममा, पानीको नाममा या माटोको नाममा भए जस्तै, या माटोको नाममा भए जस्तै। नमस्कार। सुन्ने कुरामा आज म कविता प्रस्तुत गर्दैछु। कविताको शीर्षक छ केमा फेरियौँ खै। यो चिसो मौसम, बीचमा सुकेका दाउरा र मकैका खोया बालेर वरिपरि गोलबद्ध भई उमेर अनुसार आफ्नो हजुरबुबा र हजुरआमाको काखमा, काँधमा या छेउछेउमा टाँसिएर कथा सुन्न पाउने भाग्यमानीहरू अहिले कमै छन्। अँगेनाको छेउमा बल्दै गरेको टुकीको सलेदो हेर्दै नाकभरि धुवाँ जम्ने गरी घोप्टिएर कचाकुचुक भएको छेउछेउबाट दोब्रिएको किताब हेर्नुपर्ने बाध्यताहरू अहिले फेरिएको छ। कथासँगै
हजुरबा हजुरआमाप्रतिको आत्मीयता पनि फेरिएको छ, स्रोतहरू फेरिएको छ। फेरिने जति फेरि गए, विस्थापित हुने जति भइगए, तर उद्गम त जहाँको त्यही छ, जस्ताको त्यस्तै छ। हामी केमा फेरियौँ खै? कथा, लोककथा, दन्ते कथा, राक्षस, देवता, युद्ध अनि विनाश, सत्कर्म र कुकर्म, सत्य र झुट, शक्ति र कमजोर, कति धेरै कुरा सुन्थ्यौँ हामी। सदाचार र दुराचार, मर्यादा र अनुशासन, बोली र विश्वास कति बलिया थिए, कति महँगो थिए। तर आज सबै सस्तो, सबै मूल्यहीन फेरिए, तर हामी केमा फेरियौँ खै? प्रकृतिको कति धेरै प्रशंसा, कति धेरै महत्त्व र प्रयोग आफैमा गुन्जिरहने, आफैमा हराभरा, न लोभ न मोह, न रिस न राग, आफ्नै लयमा अनवरत चलिरहेछ। जतासुकै दीर्घ, जताततै मनोहर अनि खुसी मात्र। तर अहिले दुःख, व्याकुल अनि हीनता। हृदयले गर्ने महसुस नै छैन, हृदयले गर्ने स्पर्श नै छैन। फेरिए, तर हामी केमा फेरियौँ खै? नमस्कार, सुन्ने कुरामा आज एउटा कविता प्रस्तुत गर्दैछु। कविताको शीर्षक छ प्रतिस्पर्धामा फुल अनि म। म भित्र कयौँ भाव छन्, व्यक्त अनि अव्यक्त। कुनै काँडासँग वार्तालाप गर्छ, कुनै फुलसँग खिसी गर्छ। त्यस्तो भावको के हिम्मत जो फुलसँग खिसी गर्छ। म अचम्मित हुन्छु, किन आखिर? किनकि मसँग तिम्रो लागि फुल जस्तै कोमल अनि सुन्दर हृदय रहेछ के? तुसारो अनि यो धुलाम्मेहरूको प्रवाह नै नगरी फुलिदिने फुल, न रङमा, न फक्रिनमा, न बाँच्नमा, केहीमा सम्झौता गर्दैनौ। बस फुलिदिन्छ, हाँसिदिन्छ। अब फुल मेरो भावसँग खिसी गर्छ। म जतिको पवित्र छ त? म जस्तो हरेक कार्यमा चल्छ त? म त दङ्दास परे। कस्तो मिठो प्रतिस्पर्धा, कस्तो सार्थक प्रतिस्पर्धा। मसँग तिम्रो लागि फुल जस्तै कोमल अनि सुन्दर हृदय छ, जुन जस्तो सुकै परिस्थितिमा तिमीसँगै रहन्छ,
अभावमा, निराशामा अनि प्रवासमा। कहीँ कतै छोड्दैन, तिमीसँगै धड्किरहन्छ, तिम्रो हृदयसँगै चलिरहन्छ। फुल साहेब प्रेमको भाव बुझ्न सक्छ, प्रेमिलतालाई उजागर गर्न सक्छ। त्यसैले ऊ मौन रह्यो अनि फुलिरह्यो, केवल फुलिरह्यो। मन पनि हराउँदो रहेछ कहिलेकाहीँ। कहाँ जान्छ कुन्नी? जहाँ गए पनि म खोज्न चाहन्न। मन पनि मर्दो रहेछ मौसम झै फेरबदल भई भई। किन मर्छ कुन्नी? जसरी मरे पनि म मलामी जान चाहन्न, जसरी मरे पनि म मलामी जान चाहन्न। यथार्थसँग साक्षात्कार हुँदै थिए। खोला बगिरहन्छ, फुल फुलिरहन्छ, रात अँध्यारो नै हुन्छ, दिन उज्यालो नै हुन्छ। यसको गति रोक्न सक्दैन भनी कराइरहँदा अवसाद रोगीको परिचय पाउँछ अचेल, रोगीको परिचय पाउँछ अचेल। दया, माया, करुणा नियन्त्रित छ अचेल। आत्माबाट जाग्दैन, रिमोटबाट चल्छ अचेल। धेरै र थोरैको मात्रामा सीमित छ, अथाह पनि साँगुरो छ, घेरा भित्र छ। ऊ दिनदिनै निसासिरहेछ, अवसादको उपमा भित्र बिम्बित भइरहेछ, अवसादको उपमा भित्र बिम्बित भइरहेछ। मैले सबै चिने त भन्न नसकेको मात्रै हो। मैले पनि केही बुझे त व्यक्त गर्न नसकेको मात्रै हो। परिवर्तनको बहावलाई म रोक्न सक्दिनँ। आफू परिवर्तन हुँदैछु भनेको मात्रै हो। साथ पाउँदा पाउँदै एक्लिँदैछु भनेको मात्रै हो। शाश्वत साक्षात्कार गर्दै थिए म त रोगी भएछु, थलिएछु, गलेछु। यो पनि सत्य नै हो, यो पनि सत्य नै हो। मृत्युको उत्सव मनाउन मन लाग्यो आज। मृत्यु जो सबैबाट मुक्त छ, सबैबाट स्वतन्त्र अनि सबैभन्दा सत्य। चितामा जलिरहँदा उड्ने त्यो कालो रङको धुवाँ, गन्ध मिसिएर उडिरहँदा उसको स्वतन्त्रता हेर्न मन लाग्यो। उसले मेरो शरीर खरानी बनाइरहँदा मेरो लाचारी हेर्न मन लाग्यो, मेरो लाचारी हेर्न मन लाग्यो। मेरो मृत्युपछि म कोही कसैलाई याद नआओस्, कोही कसैले नसम्झिउन्। सबैभन्दा उत्तम मलाई बिर्सिनु हो। मरेपछिको नाम, मरेपछिको सम्झना भन्दा भन्दै जिउँदो छँदै कयौँचोटि मरिसकेको छु, जिउँदो छँदै कयौँचोटि मरिसकेको छु।
मरेपछिको स्वर्गको कुनै अर्थ छैन मलाई। मृत्युको अर्थ मृत्यु नै हो, बाँच्न जरुरी छैन मलाई, बाँच्न जरुरी छैन मलाई। कर्मको फल जन्म हो भन्छन्, कर्मको फल जन्म हो भन्छन्। जन्मको कारण नै मृत्यु हो, मृत्यु सकिनु नै हो, सिद्धिनु नै हो, मृत्यु अन्त्य नै हो। त्यसैले मृत्युपछि म कोही कसैलाई याद नआओस्, मृत्युपछि म कोही कसैलाई याद नआओस्। वस्तुहरूको भारी बोक्न गाह्रो हुन्छ, शारीरिक जोखिम हुन्छ, मनमा गढेको भार झनै गाह्रो हुन्छ, मनमा गढेको भार झनै गाह्रो हुन्छ। चितातिर बोलाइरहन्छ, चितातिर बोलाइरहन्छ। आयतन बिनाको पनि बन्छ मन, तर कहिलेकाहीँ, आयतन बिनाको पनि बन्छ मन, तर कहिलेकाहीँ उडिरहे जस्तो पनि हुन्छ। दुःख अनि सुख चाखिरहे जस्तो पनि गर्छ। आँसु र हाँसोसँग मजाक गर्छ, आँसु र हाँसोसँग मजाक गर्छ। मन यस्तै यस्तै महसुस गराउँदैछ, मन यस्तै यस्तै महसुस गराउँदैछ। पत्याउन पनि सकेका छैन मैले, झुटो भन्न पनि सकेका छैन। भारी सायद गरुङ्गै भइरहेछ, भारी सायद गरुङ्गै भइरहेछ। बिना प्रेम पनि प्रेम गरेको छु मैले, बिना प्रेम पनि प्रेम गरेको छु मैले। कुनै दिन पत्थर हृदयले उग्र भए या शान्त, तर मैले प्रेम गरेको थिएँ। बिना रहस्य पनि खोजेको छु मैले, जिज्ञासाले भरिएको बेला। बिना रहस्य पनि खोजेको छु मैले, जिज्ञासाले भरिएको बेला। पाए या गुमाए, तर केही त खोजेको थिएँ, तर केही त खोजेको थिएँ। नबोलिने भाषाहरू बोलेको छु मैले, नबोलिने भाषाहरू बोलेको छु मैले। बुझ्न सक्ने भएको बेला। न इतिहास न त लिपि, तर तिमीसँग बोलेको थिएँ, तर तिमीसँग बोलेको थिएँ। दुखाइ पनि प्यारो लाग्दो रहेछ, दुखाइ पनि प्यारो लाग्दो रहेछ। हर्ष विभोर हुन्छु म उसलाई स्वीकार्न पाउँदा। नाथे सुख त बोझ लाग्दो रहेछ, नाथे सुख त बोझ लाग्दो रहेछ। जब दुखाइ अँगाल्न सिकिन्छ, जब दुखाइ अँगाल्न सिकिन्छ। हाँस्छु भन्दा भन्दै नहाँसी बितेको दिन, हाँस्छु भन्दा भन्दै नहाँसी बितेको दिन। बोल्छु भन्दा भन्दै मौन बितेको दिन, रुन्छु भन्दा भन्दै आँसु नै नखसेको दिन, रुन्छु भन्दा भन्दै आँसु नै नखसेको दिन। रात त छ नि भन्दै बस्दा अनिदो कट्छ रात, न दिनको न रातको अपत्यारिलो मौसम जब प्यारो लाग्छ। नाथे सुख त बोझ लाग्दो रहेछ, नाथे सुख त बोझ लाग्दो रहेछ। पीडाले सजिरहेको बेला, पीडाले सजिरहेको बेला। सोह्र श्रृङ्गारको अर्थ हुन्न, पीडाले जलिरहेको बेला आगोको अर्थ हुन्न, पीडाले जलिरहेको बेला आगोको अर्थ हुन्न। जब जल्न सिकिन्छ नाथे सुख त बोझ लाग्दो रहेछ, नाथे सुख त बोझ लाग्दो रहेछ।
शान्ति र समावेशीकरणको लागि कविता। निर्लज्ज भएर हाँसिरहेछ यो समाज आज। निर्लज्ज भएर हाँसिरहेछ यो समाज आज। उसको बलात्कृत आँसु देखेर, उसको आँसुको पोलाइ तिमी महसुस गर्न सक्दैनौ। बरफको कुरा के गर्छौ? न्याय न्याय भनी कराइरहेछौ, तर न्याय शान्त छ, मौन छ। समावेशीकरणको नारा लगाइरहँदा संवैधानिक रूपमै महिला हुनुको मूल्य चुकाइरहेछ अनि विधिको शासन लज्जित भइरहेछ एका बिहानै खेतको आली आलीमा जानु, पसिना बगाउनु, गम्छाले पसिना पुस्नु अनि तिर्खाएका अन्नका दानाहरूलाई पानी दिनु उसको नित्य कर्म हो। उसलाई राहत, कोटा, आरक्षण केहीसँग मतलब छैन। उसलाई राहत, कोटा, आरक्षण केहीसँग मतलब छैन। राज्यले समावेश गरोस् या नगरोस्, उच्चतामा सामेल गरोस् या नगरोस्, ऊ आफ्नो कर्म गर्न छोड्दैन। गरिरहन्छ अनवरत। प्रकृतिको अमूल्य वरदान नै प्रेम हो। प्रकृतिको अमूल्य वरदान नै प्रेम हो। जति बाँड्यो जति छर्यो उति उर्वर, जति बाँड्यो जति छर्यो उति उर्वर। जसलाई गर्यो जति गर्यो उति ऊर्जावान। तर मान्छे प्रेमको पनि मूल्य लगाउँछ। मूल्य मात्र होइन, ज्यान दिएर मूल्य तिर्छ। कारण ऊ दलित हो, उपल्लो वर्ग हो, पिछडिएको अनि सीमान्तकृत हो। खै त समता, खै त समानता। युगौँदेखिको यो द्वन्द्व, खै त परिवर्तन। युगौँदेखिको यो द्वन्द्व, खै त परिवर्तन। लिखित रूपमा संसारकै सर्वोत्कृष्ट संविधान हाम्रो, तर व्यवहार जहाँको त्यही, दैनिकी जहाँको त्यही। यो बाहुन यो मगर भन्यो अल्झिरह्यो, यो बाहुन यो मगर भन्यो अल्झिरह्यो। लेखेर के हुन्छ, बोलेर के हुन्छ? बाँच्न सक्नुपर्छ। अस्तित्व सबैलाई प्यारै हुन्छ। एकले अर्काको अस्तित्व स्वीकार्न सक्नुपर्छ। बाहिर बाहिर भाषण मात्रै होइन, पारिवारिक र व्यावहारिक रूपमै स्वीकार हुनुपर्छ। पारिवारिक र व्यावहारिक रूपमै स्वीकार हुनुपर्छ। तब शान्ति र सुव्यवस्था पनि कायम हुन्छ। मेरो कविता हिंसा चाहँदैन। मेरो कविता सहअस्तित्व चाहन्छ, शान्ति चाहन्छ। लेखाइ मात्र होइन, जीवन्त चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको जिन्दगी चाहन्छ। लेखाइ मात्र होइन, जीवन्त चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ।